नेपाल सरकारले स्वीकार गरेको छ। विधेयकको दफा 8 को उपदफा 9 मा द्याएका शब्दहरू राख्ने, उपदफा 2 को खण्ड ख भन्ने शब्दको सट्टा उपदफा 4 को खण्ड ख माननीय गोपाल शर्माले राख्नु भएको संशोधन नेपाल सरकारले स्वीकार गरेको छ। हामी देश बनाउने क्रममा छौं। देश बनाउनको लागि असाध्यै महत्त्वपूर्ण वैकल्पिक विकास वित्त परिचालन सम्बन्ध गरेको विधेयकमा माननीय सांसदज्यूहरूले राख्नु भएको महत्त्वपूर्ण संशोधनहरू स्वीकार गर्न पाएकोमा मलाई गर्व छ। धन्यवाद। मान्य सदस्यहरू, अब यो छलफल यहीं समाप्त हुन्छ। मान्य सदस्यहरू, मान्य लिमा अधिकारी आचार्यले आफ्नो संशोधन प्रस्तुत गर्ने क्रममा नै फिर्ता लिनु भएकोले निरार्थ प्रस्तुत गरिरहनु नपर्ने बेहोरा जानकारी गराउँछु। मान्य सदस्यहरू, अब उक्त विधेयक